अरे भोलिदेखि एक्जाम छ, किन चुपचाप बसिसस् त? अहिले के सुत्नु भनेर बसेको, अब सुत्छु। कहाँ सुत्छु हुन्छ? एक्जामको तयारी गर्नु पर्दैन? अहिले गरे यी अब त्यही पढ्नु मात्र बाँकी छ, अब एक्जाम पछि पढ्छु। एक्जाम पछि रे? अहिले पढ्यो भने त जति पढ्यो उति बिर्सिन्छ, फेरि पढेर के काम, एक्जाम लेखित हुन्छ, त्यही भएर यी जताकतै लेखाएको छु। पढ न, भोलि त्यो सब मेला लाउँछु। फेल गराउनु मन क्या? आफै गर्न सक्दिनस् त? त्यही आँखामा एउटा भर नभएर त यो सब गरेको। पढे पो हुन्छ त। के पढ्ने, किताबहरू सबै चटपटी खाएर यति बाँकी छ, त्यही पनि पढेको छिन् इक्जाममा आउन, त्यही भएर पढ्ने मन लाग्नु। तपाईहरुलाई यो कस्तो लाग्यो अनि कृपया प्रतिक्रिया दिनुहोला। अनि यदि तपाईलाई मन पर्यो लाइक, शेयर, कमेन्ट गर्न नबिर्सिनु है।